ए राजु उता साथीहरू रहेछ एकचोटि भेटघाट गरेर जाऊँ न त। जाउँ न त। के गर्दैछौ साथीहरू तिमीहरू? साथीहरू यार हामी त यस्तै गफ गर्दै बसेको। छौ साथीहरू? ठिकै छ आउनु त यतातिर बसेर गफ गरौँ यसो। कुन ठाउँ जान लाग्यो त साथीहरू? के गर्नु साथी, हामी जाने भनेको त्यही खाडे मुलुक त हो नि। ए टाइम पनि भएछ साथी, राम्रोसँग बस्नु। के गर्नु, देशमा जागिरै छैन। हामी पनि कहाँ जान मन थियो र आफ्नो गाउँ छोडेर जान। अब देशको परिस्थितिले गर्दा बाध्य भएर जानु परेको छ। ल ल साथीहरू राम्रोसँग बस्नु। ल ल साथी राम्रोसँग जानु। गाउँको केही पिर नमान्नु। हामीलाई पनि सम्झिरहनु, गाउँलाई पनि सम्झिरहनु। घरि कसो यसो फोन गरिरहनु। ल ल है त साथी। ल साथी राम्रोसँग बस्नु। राम्रोसँग जानु, आफ्नो ख्याल राख्नु। है साथी। के गर्नु यार साथी, गाउँ पनि विरक्त लाग्न थाले। सबैले गाउँ छाडेर गए। अब हामी पनि कुनै दिन गाउँ छाडेर जाने हो पर्ला है सायद साथी। अनि साथी यसै गरी हाम्रा देशका युवाहरू सबै खाडी मुलुक गएर गुलामी गरेका छन्। उतैतिर कोही मान्छेको ज्यान गुमेका पनि छन्। दुःख लाग्छ नि साथी। साथी मेरो घर पनि आयो, म जानु पर्छ। मम्मी आइस छोरा। सुन्नु न मम्मी, मेरो साथीहरू सबै विदेशतिर गइसक्यो। मेरो पनि उमेर भइसक्यो। म जान्दिनँ चाहिँ मलाई मम्मी। भयो पर्दैन, कतै जान परेर छोरो दुःख सुख गरेर भयो भने यही बाउ आमासँग बस्नुपर्छ। मम्मी म घर आएँ। मम्मी 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 कहाँ जानु भयो त मम्मी? अझ यसो कुरा गर्नु थियो। मम्मी नै हुनुहुन्छ मेरो घरमा। के गर्ने होला? अब सादा कुरा गर्ने होला मम्मीसँग। अब एकछिन सुत्नु पर्यो। के गर्ने होला? झम्किन जाऊँ होला? खै मम्मीले पनि के भन्ने होला? म त फेरि विदेश जान दिन्छु कि नै होला? मलाई त अलिकति कस्तो पो भयो त।